केही व्यक्तिहरूसँग कुराकानीमा यति बेला जोडिन गइराखेको छु। दाङको लमैमा लाल पूजा नभएका विभिन्न प्रकृतिका बसोबासी भएकाहरू व्यक्तिहरू आउनु भएको छ। उहाँहरूको जिज्ञासा पनि आजको हाम्रो टेलिभिजनले लिँदैछ। हजुरको शुभ नाम? मेरो कली घरती घर घर कपन अनि तपाईहरु चाहिँ कहिलेदेखि बस्नु भएको नि? हामी 27 सालदेखि। अनि 27 सालदेखि बसेको व्यक्तिलाई अहिलेको सरकारले उठाउँछु भन्दा तपाईलाई कस्तो लागेको छ? अब 3 पिढी भइसक्यो, अब 4 पिढी हुन लागेको। हामीलाई कति नराम्रो लाग्छ, हामीलाई पनि दुःख लाग्छ। हाम्रो अब लोमरी भए बस्ने बास भयो, हामी अहिले नि बस्ने थिएनौँ, हामी बाध्यताले बसेको हो नि। अब जस्तो सरकारले उठाउने भन्यो नि, उठाउने भन्दाखेरि तपाईको मनमा कस्तो चलिरहेछ? अब हाम्रो मनमा त धेरै पीडा छ नि। हामीलाई लाल पूर्जा दिन्छु भनेर झुक्काएर यस्तो घन्टीमा भोट हालेर आज जिसिबी लाउँछु भन्दा हामीलाई त धेरै गाह्रो भयो। तपाईलाई घन्टीमा भोट हालेर पछुतो भयो? पछुतो भयो नि, हामीलाई धेरै पछुतो भयो। अब यदि सरकारले उठाइहाल्यो भने तपाईँ के गर्नुहुन्छ? अब के गर्ने? अब कोही टोकेर मर्ने, कोही झुन्नेर मर्ने, कोही पासो लाएर मर्ने, त्यही त होला काम। खान पनि पाउनु पर्यो, लाउन पाउनु पर्यो। यो खास गरी जस्तो तपाईहरुलाई त्यो ठाउँबाट उठाएर अन्त बसाल्न चाह्यो, अन्त पठाउन चाह्यो भने जानुहुन्छ? अब हामीलाई गरी खाने ठाउँ चाहियो, हामीलाई घर बनाइदियोस् जस्ता छन् त्यस्तै, झुब्राको लागि झुब्रै, माटाको लागि माटै बनाइदियोस्, हामी जानी खुसी छौँ। जहाँ भए पनि जानुहुन्छ? अब जान त जानै पर्यो। अब के गर्ने, त्यतिको बिउतारा पर्नु त भएन। नबनाउँदैसम्म हामी बुझ्दैनौँ। यदि तपाईलाई सरकारले तपाईको बस्तीबाट, तपाईको गाउँठाउँबाट उठायो भने तपाईहरु के साँच्चीकै जान तयार हुनुहुन्छ अथवा सरकारलाई जहाँ तपाईँ बस्नु भएको छ त्यही बस्न पाउनु पर्छ भन्ने तपाईको माग के हो खासमा? हामी त सकेसम्म हामी यही जहाँ बसेका छौँ, भोग गरेका छौँ, बसेका छौँ, त्यही बस्ने हाम्रो माग छ। तपाईको पुस्ता त्यहाँ कति पुस्ता अथवा कस्तो कहिलेदेखि भने 27 सालदेखि भन्नुभयो? हामीहरू 3 पुस्ता भयो। 3 पुस्ताको व्यक्तिलाई अहिलेको सरकारले उठाउँदाखेरि मनमा नराम्रो कुरा चलिराखेको होला हैन? नचली त कुरै भएन। अब राति निद लाग्दैन, हामीले दिन भोक लाग्दैन। अब दुई चारवटा बाख्रा छन्, यो 2टा भैँसी छ, 2-4वटा कुखुरा छ, तिमीले बोकेर कहाँ जाने भन्नु न? हो, अबको सरकारलाई के भन्नुहुन्छ? अबको सरकारलाई हामीलाई लाल पूर्जा दिनु पर्यो भन्ने म छु। हामीहरू लाल पूर्जा दिनु पर्यो, जहाँ बस्नु भएको छ त्यही बसाल्न पर्यो। हामी जहाँ बसेका छौँ त्यही बस्ने, हामीलाई लाल पूर्जा चाहियो। धेरै धेरै धन्यवाद। धन्यवाद।